नमस्कार। हामीलाई वैदेशिक रोजगारमा जानुपर्दा अथवा डिपेन्डेन्ट भिजा, पीआर भिजा अप्लाई गर्नुपर्दा पुलिस रिपोर्ट अथवा अनलाइन पुलिस क्लियरेन्स सर्टिफिकेट बनाउनु पर्ने हुन्छ। र तपाईले पुलिस रिपोर्ट एकपटक लिइसक्नु भएको छ भने नयाँ प्रोसेस गर्नुभन्दा रिअप्लाई गर्दा छिटो र सजिलो हुन्छ। यो प्रोसेस कसरी गर्नुपर्छ भन्ने बारेमा आजको भिडियोमा देखाउनेछु। यदि तपाई फर्स्ट टाइम अप्लाई गर्दै हुनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा भिजिट गर्नुहोस्। आउन सुरु गरौँ। फर्स्टमा ब्राउजर ओपन गर्नुहोस्। एड्रेस बारमा google.com टाइप गरेर इन्टर गर्नुहोस्। सर्च बक्समा पुलिस रिपोर्ट भनेर टाइप गर्नुहोस् र इन्टर गर्नुहोस्। अनलाइन पुलिस क्लियरेन्स रजिस्ट्रेसन सिस्टम भन्ने यो लिंकलाई क्लिक गर्नुहोस्। पासवर्ड तपाईलाई थाहा भएन भने फर्गेट पासवर्डमा क्लिक गर्नुहोस्। इमेल दिनुहोस्। यो क्याप्चा यसमा फिलअप गरेर रेजिस्टर गरिदिनुहोस्। तपाईलाई टेम्पोररी इमेल पठाइदिनुहुन्छ। त्यो युज गरेर लगइन गर्नुहोस्। यसमा 5 वर्ष अगाडि पनि उहाँले पुलिस रिपोर्ट लिनुभएको थियो देखाइरहेको छ। फेरि यसमा रिअप्लाई गर्न गइरहेको छ। त्यसको लागि यो न्यू एप्लिकेसन भन्ने मेनुमा क्लिक गर्नुहोस्। फिल अ न्यू फर्म यसबाट गरेको खण्डमा फेरि हामीले पुरै डेटाहरू दिनुपर्ने हुन्छ भने रिअप्लाई गरेको खण्डमा त्यही भएको डेटाहरू देखाउँदै जान्छ यसले र त्यही सबमिट गरेर पनि अप्लाई गर्न सक्नुहुन्छ। आज मैले यसमा रिअप्लाई विथ द प्रिभियस डेटा पुलिस रिपोर्ट तयार गर्न गइरहेको छ। सो यसमा मैले क्लिक गरे। फर्स्टमा पर्सनल इन्फर्मेसन देखाउँदैछ। तपाई चेन्ज गर्न चाहनुहुन्छ भने यो चेन्ज पनि गर्न सक्नुहुन्छ। यसलाई म स्क्रोल गरे र नेक्स्ट अप्सनमा क्लिक गरे। सिटिजनशिपमा भएको इन्फर्मेसनहरु यसमा सबमिट गर्नु भनिराखेको छ। यसमा अलरेडी सबमिट भइसकेको छ। नेक्स्ट गर्दै। यसमा सिटिजनशिपको अहिले पनि यही नै सेम भएको हुनाले मैले फेरि नेक्स्ट गर्दै। लास्टमा सोध्दैछ डु ह्याभ अ क्रिमिनल हिस्ट्री। कुनै यसमा क्रिमिनल हिस्ट्री छ भने यस गर्न सक्नुहुन्छ। उहाँको केसमा नभएको हुनाले नो गर्दै र फेरि नेक्स्ट अप्सनमा क्लिक गर्दै। यसमा उहाँको सम्पूर्ण डेटाहरू यहाँ देखाउँदैछ। डेटाहरू सबै ठिक छ भने तपाईले यसलाई स्क्रोल गरेर लास्टमा जानुहोस्। यसमा यो आई हेड बाइट नजिकै यो एउटा बक्स छ। यसमा टिक लाउनुहोस् र यो क्याप्चा यसमा फिल गरिदिनुहोस् अनि सबमिट बटनमा क्लिक गरिदिनुहोस्। एप्लिकेसन अहिले इन प्रोग्रेस देखाइरहेको छ। यो सर्टिफिकेट आउनको लागि 1 दिनदेखि 1 विकसम्ममा प्रोसेस कम्प्लिट हुने हुन्छ। यसरी हामीले रिअप्लाई गर्न सक्छौं। अन्तमा परराष्ट्र मन्त्रालयको छाप कसरी लगाउने भन्ने प्रक्रिया जान्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा दिएको लिंकमा भिजिट गर्न सक्नुहुन्छ।